हेलो हेलो साथीहरूलाई है लोकल कुखुरा काटियो कराई घौटो पारेर घौटो कराईमा पकाएको है आज तरकारी उत्तानो पारियो तेल हालियो प्याज खराइयो त्यसपछि एकछिन तताइयो अनि लङ्का फुलहरू दालचिनीहरू हालियो त्यसपछि चलाइयो चलाएपछि मासु डालियो मासु डालेपछि एकछिन मजाले भुटियो हेर्नुस् है भुटिएपछि फर्काइ गरी भुटियो भुटेपछि यसलाई यस्तो देखिएपछि बेसार डालियो अनि नुन हालियो त्यसपछि मजाले चलाइन्छ चलाइयो हेर्नुस् त चलाएपछि अनि लसुन अदुवाको पेस्ट खानामा बेस्ट अनि हालियो टमाटर हालेर भुटियो त्यसपछि पर्पल गरेपछि पाक्यो ल हेर्नुस् अनि छोपेर निकाल्यो पाक्यो त्यसपछि हरियो धनिया डालियो माथिबाट अनि प्लेटमा हालेपछि हामीले खाइयो तपाईहरु पनि ट्राई गर्नुस् ल अनि कस्तो बन्छ कमेन्ट गर्नुस् है मलाई बाइ।